Welcome to Mundu, guys. Look, view heरौँ भ्यू घाम टिलिक्कै टल्का छ त्यहाँनेरिबाट बिहान चाहिँ खुल्दो रहेछ यो। अब हामी यहाँबाट तेन्जिङ गुम्पासम्म गएर उता जाने हो। केटाहरू पनि यहाँ छन्। भोटे कुकुर दुईटा छ यता यहाँ रहेछ अर्को। मेरे सवालों का जवाब दो कि दो ना। केटा अब निस्किहाल्नुपर्छ होला। होटलको नाम के अरे बिसिर भाइ? टिपटप होटलमा आएर बस्यौँ हिजो। गुड थियो, दामी, रिकमेन्डेड, हाइली। गाउने हो एउटा गीत गा भाइ। एउटा गीत बिहान देख्ने उठ्ने बित्तिकै हिमाल देख्न ल अब अहिले हिँड्दाखेरिको खिचौँ ल। हाम्रो चाहिँ बिहानको ट्रेक सुरु भइसकेको छ आजको मुन्डुबाट। अब हाम्रो नेक्स्ट स्टप तेन्जिङ गुम्पासम्मको बिहान 7 बजेबाट सुरु गरेका छौँ। घाम लागेको छ पुरै, हिमाल पुरै देखिया छ। नवीन र कुशल त्यहाँ आउँदैछन्। बिसिरलाई डगेस भाइले उहाँ बाटो देखाउँदै हुन्छ। आइसु उहाँ पुगिसक्यो। म यहाँ छु। गजलुले छोप्ने के मेरी माया। ल यस्तै छ बाटो, बिचमा केही राम्रो आयो भने खिचौँ ल। हिँड्दै 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 यहाँ बसिरहेको छ बिसिर भाइ। कहाँ आइपुग्यो? वेलकम टु नेपाली 3620 मिटर। यही एउटा माउन्टेन चाहिँ सरगोरी हो भन्नुहुन्थ्यो अघि दाइले होइन। त्यहीँ पुग्ने हो हाम्रो चाहिँ, त्यसको टुप्पामा पुग्ने हो। दामी छ भ्यू त। खोला चाहिँ हाम्रो ट्रेक सुरु भएदेखि छोडेको छैनौँ, यहाँ बगिरहेछ। खोलालाई दाहिने राखेर हामी हिँड्दैछौँ। आइज भाइ। कुन ठाउँ रहेछ यो? अझै भाइ कस्तो छ? चिसो हावाले हानेछ। चिसो हावा चलिरहेछ। दामी है तर भ्यू चाहिँ 360 हान्नु पर्यो। उताबाट घाम आइरहेछ। यहाँ पुरै क्याम्पिङ गर्ने ठाउँ रहेछ। सब टेन्टहरू राखेर बस्ने एउटा होटल रहेछ त्यहाँ चाहिँ। उयो चुच्चो छ त्यहाँ। ल त्यही मध्ये एउटा चुच्चोको टुप्पोमा हामी पुग्ने। गाइस अब हामी चाहिँ तेन्जिङ गुम्पा नजिकै पुग्दैछौँ। उति चाहिँ साह्रै हावाले हाने। टु टायर्ड म्यान चाहिँ यस्तो है। यस्तो डक्टर हिमाल पनि नजिकै छ। खोला बगिरहेकै छ सँगै सँगै। साथीहरू त्यहाँ अहिले गाह्रो
बसदेखि 30 किलोमिटर रहेछ तेन्जिङ गुम्बा पुग्ने। हिँडेर गएर अब हामी तेन्जिङ गुम्बा गइन्छ। त्यसपछि त्यहाँ ब्याग स्याग राखेर अनि पिक 1 र तेन्जिङ पिक 1 र पिक 2 जाने भनेको छ। त्यहाँ गएर फर्किसकेपछि चाहिँ हामी त्यो दिन तेन्जिङ गुम्बा नै बस्छौँ। अनि भोलि फेरि सरगुडी पुगेर फर्किन्छौँ। है साथीहरू हेरिराख्नुहोस्। अब see you at तेन्जिङ गुम्बा। सरी है साथीहरू, मैले तेन्जिङ गुम्बा आउनु भन्दा नि अघि एउटा भिडियो खिच्ने सोचेँ, किनभने ठ्याक्कै यस्तो खाएको छ कि यो पुल र यो हिमाल देख्नुभयो। यो पुल र हिमालको एउटा उस छ के हो भने हामी 5 पोखरी गएर आएपछि लाङटाङ जाने भनेर ग्रुप बनाएको थियौँ नि, त्यसमा यो पुलमा फोटो खिचेको हो कि त्यसको त्यो ग्रुपको फोटो के ठ्याक्कै यो पुलमा खिचेको। लाङटाङको फोटो हालेको वाला ग्रुपको फोटो। यस्तो हावा चलेको छ। Guys, अब यसो फोटोसोटो खिच्ने त्यस गरी हामी जाने उता। नेपाल This is the cameraman. Finally at तेन्जिङ गुम्बा। तेन्जिङ अझै यहाँबाट 700 मिटर माथि, सरगुडी 1100 मिटर। यस्तो भयो भने भिडियो चाहिँ साथीहरूलाई फ्यामिलीलाई चाहिँ फ्यामिली त छन् नि के लाइफमा सबभन्दा इम्पोर्टेन्ट भनेको एडभेन्चर र फ्यामिली हो कि। आफ्नो फ्यामिली कि युट्युब फ्यामिली? आफ्नो फ्यामिली फर्स्ट अनि युट्युब फ्यामिली सेकेन्ड। हेर्नु भाइ तेन्जिङ गुम्बा त ल तेन्जिङ गुम्बा त यता काठमाडौँभन्दा विकसित छ त। त्यो पिङ्क कलरको हो क्या टिपटप? पिङ्क कलर भन्थे टिपटप भयो नि त भाइ। हामी साथीहरू तेन्जिङ गुम्बाको गल्ली गल्ली हिँड्दैछौँ। हामी चाहिँ यही नमस्ते गेस्ट हाउस, यो पिङ्क कलरको घर बस्ने हो। तलको दाइले यहीँ बस्छ, मिलाइदिन्छु भन्दै गएर अब के गर्छौँ। यहाँ चाहिँ हामीले अब के गर्छ 10 बजे होला, अलिक लेट भयो कि 9:50 भएछ। अब ट्याकटुक झोला राखेर पानी सानी खाएर हामी तेन्जिङलाई लागिहाल्छु है। अन्त बिल्डिङहरू त फेरि ठुलो खान गलत बाटो आइएछ नि त। टक्क के दिएको हेर्न पाइन्न क्या यार, आज त यस्तो ढाकिसक्यो। के बादल माथि पो हो
700 मिटर भनेपछि देखाउ त तर बादल लगाएर आजदेखि नै गयो क्यानिङले त हामी यता उता हेर्न वहाँ माथि हेर्न त्यहाँ त होइन कि हिमालय के हो त्यो हेर कस्तो दामी भ्यू पोइन्ट जस्तो लाग्यो हामी चाहिँ अब यहाँ होटलबाट अहिले चाहिँ नवीन कहाँ अरे नाम त मैले बिर्सेँ त्यो लेक के लेक है के लेक नै बिर्स्यो जे होस् त्यहाँनिर माथि लेक छ अरे जमेको होला 4टा लेक सँगै छ भन्ने जस्तो लाग्यो त्यही हेर्न जाँदैछौँ बाटो चाहिँ थाहा छैन यहाँ सोध्दै जानु पर्ला दिदी लेक जाने बाटो कुन हो गुम्बा पछाडिबाट यो सिधै निस्किने अनि उताबाट यता लाग्ने हजुर कति 1 घन्टामा पुगिन्छ माथि नगएर पछाडि जानु हस् पहिले माया कोठा हुँदैन आइसरो छ हेलो भन्नु एकदम सफ्ट भइसक्यो जाउँ अब अहिले गुम्बा पुगेपछि खिचौँ है अब हामी चाहिँ टक्क तेन्जिङ गुम्बा आइपुग्यौँ पोखरी भन्दा पोखरी कहाँ हो शिशिर अब हामीले यो पुल तरेर उतापट्टिबाट माथि जाँदै हेर्नु त पुल पनि है चौरी आयो है भाइ के तगु हेर्नुहोस् त्यहाँ कङ्काल मान्छेको त्यहाँ हेर त के हो र साथीहरू हामी चाहिँ लेक आइपुग्न लागेछौँ लेक कस्तो हुन्छ हेरौँ है लेक कत्रो छ कस्तो छ रमाइलो पानी चाहिँ पुरै मैलो फोहोर रहेछ आँखाले जस्तो चाहिँ त्यति राम्रो देखिन्छ होइन रहेछ है क्यामेरामा चाहिँ कस्तो आयो
ओहो भोलि दौडिन्छ केटाहरू यहीँ दौडेछ कति बल हो छक्का छक्का लास्ट बल लास्ट बल है उमेश मोहन सा अब 7 ओभर स्टार्ट सिजो यहाँ बस्छ तिमी न गए कति ओभर सक्यो 7 ओभर स्टार्ट हो अब 7 स्टार्ट हो 28 रन भयो 8 ओभर ल म पछि कसले गर्यो पनौती सिधा आउट भएको छ मैले गरेँ ए तपाईले भन्नु सबै भाउदाइको कन्दामा म त कस्तो आउट भयो मैले फर्स्ट बल यहाँ राख्दै साथीहरु हामी चाहिँ अब सरगरी लाग्दैछौँ बिहान 4 बजे लाग्ने भनेको कहाँ आइपुग्यो है हुँदा यस्तो पानी पर्यो यति बेला त हामी 100 रुपियाँ आधी पिसक्यो हुन्थ्यौँ है अब लाग्दैछौँ है अलिअलि चाहिँ हेल्थ प्रब्लम सुरु हुँदैछ र ठिकै छ आज ज्याप पुग्ने चल्दिने हो दिदी सरगरी कताबाट हो बाटोमा त्यो देखाएको छ कता कताबाट जाने भन्ने त्यो क्यान्जिनरीको सिधा बाटो हो सीधा बाटो फेरि उता खोल्छ तारे भने माथि लाग्नु क्यान्जिनरीको बाटो हो 6 बजे हामी 10 बजेसम्म पुग्छौँ जाम त्यसो पानी पर्ला कि नपर्ला अब पानी पर्ला कि नपर्ला पानी त खोइ के भन्नु पानी पर्यो भने फर्किँदा हुन्छ कि गयो हुन्छ हुन्छ गएन हुन्छ त्यो नछोपे त गयो हुन्छ ए हो यस्तो माथि जानु है अनि त्यो खोल्छु पुग्छ हैन हजुर अनि त्यसले लाङ्सेस पुग्छ माथि जानु लेख्या हुन्छ कता लेखा हुन्छ अनि त्यो त्यहाँ उता नि गाउँ छ छैन ए अब बस्ती त यही होला त्यो खोला तारे पनि माथि लाग्नु ल जानुहोस् धन्यवाद हिजोको जो कता रह त जाने यहाँ जाने हैन हस् त माथि जानु ल धन्यवाद दिदी ल यस्तो हो ल साथीहरु यस्तो भएर हिँड्नु पर्यो एक खोलामा पुग्दाखेरि 1 2 3टा टोपी टोपी पनि लाख एकदम फुल्ली प्रिपेयर्ड भएर चल यता हेर्नु अगाडि चाहिँ ओहो यहाँ त साथीहरु पानी परेको त हिउँ परेछ यार हिमाल अब त्यहाँ त आइसक्यो अब हुँ हो यसरी नगर के र भाइ साथीहरु ऊ हेर्नु हिमाल जता हिमाल छ यार हिमालय राम गाइस यो त हिमालको रूपमा पुग्ने यार सकिन्छ कि सकिन्छ होला जताबाट हिँड्दैछौँ हामी अब यहाँ रेस्ट लिए साथीहरूले यहाँ यस्तो है रिभर क्रसिङ है हामीले अब चढेर यहाँ गएर हजुरलाई देखाउँछु ल भाइ गाइज थाक्यो अन्त कति इन्डिया उहाँदेखि आएको के भयो कस्तो नवीन भाइ है तर हिमाल त कभर भएको क्या आएर अलिअलि शीतले यो हो र है क्यान्जिनरीको ए उतो रहेछ क्यान्जिनरी है लगभग त्यसको लेभलमा त आइयो क्या हामी
त्यो 2 होला को कहाँ खान खै देखिन सर कुशल तैँले साथीहरू यस्तो खैर साथीहरू त्यहाँ टुप्पोमा पुग्नु छ बिसिर त अघि पुगिसक्यो कति अगाडि पुगिसक्यो बिसिर है हिँडेछ है मजाले साह्रै गाह्रो भयो कति दिने 10,000 दिने हो भएन क्या पनि छोडेपछि बल्ल आनन्द भयो मैले गर्नु भयो पसिना लिएर त्यो पुरै त्यो हेर्न त्यो ऊ भिजे जस्तो भयो अनु साह्रै गाह्रो है बिसी कहाँ पुग्यो हेर्छ बिसी त रिसाएर हिँडे मैले ब्याग बुक भनेर त्यसलाई मैले उतासम्म बोक अनि त्यहाँपछि म माथिसम्म बोक्छु त्यहाँ माथिसम्म एकजनाले बोक अनि म आउने बेला बोक्दिनँ भने मानेन है ठिकै हो त है हो उयोहरू राति पनि यहीँ बस्छु कि क्या पुरै चढिरहेको नि त भ्यू देखिन्न कि क्या नि त ढाक्यो बादलले पुरै आउँदैछ माथि पनि पुरै बादलै बादल भयो ओर्सिट हुन्न कि क्या है सर्लक्कै ढाक्यो बादल पुरै आयो मिसिर कस्तो भयो गोठो हजुर हो यो ए हो चौरी त रातभरि आइबस्छ क्या है चौरीहरू चलिरहेको छ तल रातभरि त्यही हो कति मैले त त्यही स्पिड गएको थिएँ कि के गर्नु यहाँ उतासम्म 40 मिनट होइन त्यहाँबाट त्यहाँ आधी घन्टा त्यहाँबाट 1 घन्टा माथि है त ए हो यहाँबाट यो उकालो आधी घन्टा अन्त यहाँबाट यो उकालो 40 मिनटमा कुदिन्छ यसलाई पनि जाने बाटो हो त्यहाँ माथि चाहिँ केही छैन माथि तपाईँको घर यतै हो घर यतै हो तपाईँको उता हाने कता कता हो उता हाने ए गाह्रो भयो गाह्रो त के हो गाह्रो हो र जियो अब 2.5 घन्टा चाहिँ गाह्रो हुन्छ यही गाह्रोसँग आयो यहाँसम्म साह्रै गाह्रो भयो साथी बादल बल्ल हट्यो अलिअलि बल्ल खुल्यो यार अब चाहिँ 360 भ्यू देखिन्छ है दामी
बस्यो है एकछिन यो त मरद छ मरद लिएर त जर्सी लाएर हामी माथि खिच्लास् कि हेर्दा माथि राम्रो आउँछ त साथीहरू हामी चाहिँ यस्तो अलिअलि पिकमा आउँदैछौँ शिशिर भाइ भिडियो बनाइदिएको त ए आउँदैछ एउटा सुट हुँदैछ यहाँ बनाएर राखेको बिसिलो ए ल प जुम गरेर हेर्लास् के अब पर्दैन ओए लभली है ऊ त्यहाँ हाम्रो दुईजना साथीहरू चाहिँ तलबाट आउँदैछन् ल ल अब साथीहरू डाफे दिएको के हो यो डाफे हो र यो खिच्न नमिन मोबाइलबाट कस्तो बस्या यो उड्न चाहिँ सक्दो रहेछ यार हुँदेखि हिँडे मात्र हो डाफे हो यो यो अलिक कलरलेस अर्डरलेस डाफे रहेछ बाध्य बनाएर ल भाइ साथीहरू यो भ्यू त यहाँबाट अहिले ढाक्यो है कुहिरोले सबै केही नदेखिने भयो 4-5 घन्टा हिँडेर आएको त छैन यति देखिहाल्छ हो यार साह्रै टेन्सन भयो त 10 छैन अब केही पनि छैन साथीहरू अब त्यहीँ हो है धेरै तलबाट आइयो यहाँ चाहिँ हाम्रो बाँकी दुईवटा साथी त ऊ त्यहाँ मुनि खान्थे यस्तो कुहिरो लगाइदियो कि यार धेरै टाढा छैन अब म्याक्स टु म्याक्स आधी घन्टा होला ल साथीहरू यस्तो हिउँको बाटो छ ताजा ताजा हो कि बिहान परेको आधी हामी कोही छैनन् पिस साथीहरू हेर सकिँदै नसकिने यस्तो बाटो यार अझै त्यहाँ आउनु सँगसँगै जाने हो त सँगसँगै जाने भए मैले यहाँ राख्छु है देखिन्छ कि देखिन्न 2-3 मिनटसँगै हिँडौँ न यस्तो बाटै होइन ढुङ्गै ढुङ्गा नझर्ला नि है गोप्रो फेरि हेर्नु त कहाँ हो बाटो त अब यता हो कि यता हो यतै होला यो त बाटै छैन यार भाइ आइजा नि त यति चढेपछि त हिमाल कसो नचढिहाल्ला र साथीहरू
झोला यहीँ राख्दै जाम र झोला यहीँ राखेर जान्छु नि त म ल साथीहरू यहीँ बस भन्छन् आउँदै आउनु उहाँ त्यहाँ पुग्नु यस्तो पाराले त ल सी यू छोप यार अहिलेको अहिले छोप सुनाइन भाइ हजुर वे द टप बेबी हैन के हो निम्स दाइले भनेको गिभिङ अप इज नट इन द ब्लड सर यस सर कति 5000 मिटर एलिभेसन लेट्स गो हेर्नु साथीहरू 5000 10 मिटर एलिभेसन यो त भाइ चस्मा फाइनल्ली यो क्या याला पिक राम्रो छ चस्माले त तेन्जिङ नोर्गे र एडमन्ड हिलरी भाइ होइन हामी गाइस टफ है रेस्पेक्ट है अब यतिदेखि चाहिँ माउन्टेनियरिङ चाहिँ एकदम रेस्पेक्ट है यति हामी धेरै नगरे नि 5000 मिटर अहिले चाहिँ यहाँ अगाडि कस्तो देखियो रेस्पेक्ट फोन आयो यार 5000 मिटरमा कसको अनि यो त अनि 5000 मिटर फोटो त पहिलो थियो क्या ओहो यो कसको फोन आयो यार कहिले यो व्यक्तिले को हेलो हजुर हजुर भन्नु न हजुर final steps to Sergori त्यस आज बिहान पानी पर्यो साथीहरू यो र यस्तो ढाके होइन अब कहिलेसम्म खुल्ने हो त्यो ठिकै छ एउटा 5000 मा भएको 5000 है कति लेखा 4900 समथिङ होला त्यो एउटा एचिभमेन्ट भयो पनि भयो ओहो यस्तो यो चाहिँ याला पिक होला है एक दिन सारा माउन्टेन चढाउनमा हो कि क्या एक दिन हुन्छ है साथीहरू सन्चै अब साह्रै रमाइलो भयो सेरगरी पनि अब है यहाँ बस्छु है उज्यालोदेखि यति बनाउनु ल 2985 हैन सुकुन यस्तो साह्रै आनन्द आयो है ठिक छ साथीहरू अब हजुरहरूको यात्रा यहीँसम्म हो मैले भ्यू देखेँ अब हाम्रो त अब भिडियो बनाइराख भ्यू देखाइदिन्छु हेर्न अब हाम्रो यो चाहिँ डे 1 हो के वानले त हामी कहाँ है दिस इज डे 1 अब नथिङ लोवर हैन अनि नथिङ लोवर देन 5000 मिटर या 5000 अब हायर देन 5000 कहाँ हुन्छ सन्चै त माउन्टेनियरै भइन्छ जस्तो यार है साथीहरू ल तेरो मोबाइल न मड्रिड लभर्स एट द टप है यसपालि अब हैन वर्ल्ड कप आउँछ है एउटा आउँछ कि आउँदैन होला है अला मड्रिड यसरी त्यो नमाखिँदैन
अगाडि आइज त केदेखि चेक इन ल है रुक है 3 नवीन मेरो नि गरिदिइहाल्यो भएन भने यो खोल्ने हो कि ड्याममा हान्ने हो खोल्ने अनि पिउने हो कि चेस गरेर ल एक हातले खोल्न सक्छ कुशल अलि यता आइदैन म त आइन म है देखिन्न यार कुशल त यहाँ आइस बस्नु ल आउँछ म त आउँछ कि 3 2 1 ओ खोल्न मेरो 3 2 1 गो खोल्न न चेयर्स चेस गान्डु चियर्स पकड खाइसक्यो यो लडीले चेस रेडी चियर्स मेरो त खोल्दै के खान हतार भयो बेला खोल्दा आइस लु है हट यहाँनिर 2 क्लिक हानिहालौँ आइसम्म अनि जान्छु चेयर्स एकचोटि फेरि चेयर्स चियर्स है चियर्स शेयर गरी गाइस हट त तिमीहरू कुशल भाइ मेरो फोटो खिच्दे त सिधै के अन गरिस् रेड बुलको हल्का देखा नि त लोगो हो त्यसको आहा मजा आयो यार नवीन हट त एकचोटि आइस एकछिन नजाउले एक राउन्ड घुमिहाल्छु म त्यहाँबाट एकछिन रोक्न यार जस्ट टु 5000 मिटर एबभ सी लेभल के रे सेल्फी हानौँ न पाँचजनाको आइसको खिच्दिस पाँचजनाको सेल्फी हान अथवा हिजो भ्लग भएन के भन्ने हो गुड मर्निङ त भन्ने होला मर्निङ साथीहरू आज हामीसँग घोडा दबेलामा होइन घोडा दबेलामा हिजो हामी कहाँ झर्दिएको भन्न हामी किङजिङ गुम्बाबाट कहाँ केन्द्र सेरगोरीबाट सेरगुरीबाट सिधै यहाँ होइन 5000बाट लगभग कति घन्टा 5000बाट यहाँ 3000मा लगभग 5 घन्टा हिँड्यो हिजोको Overall. दिनभर त 12 घन्टा टोटली त्यही हो साथीहरू हिजो अलि भ्लग गरेन राति राति 5 घन्टा लाग्यो मलाई त अहिले लाग्यो 5 घन्टा सक्दैन नि फेरि भन्नु किन लागेन 4 घन्टा कि गुम्बाबाट यहाँ त्यहाँबाट उस 1 घन्टा लागेन अझ ठुलो कुराहरू छ अनि हिजो अलिअलि राति मोबाइलले गरेको त्यो हालिदिउँला अहिले अब हजुरहरूलाई यस्तो देखाइदिन्छु है यहाँ रुममा केही खालि आइसक्यो भाइ जान्छ यस्तो छ यहाँबाट भ्यू चाहिँ सधैँ सधैँ हिँड्दै हामीले अब 10-11 बजे कि त 11 बजेको बस भ्याउनुपर्छ है 11 बजेको बस भ्याउने भनेर हामी चार आएको हिजो तर केटाहरूले बिहान जान मानेनन् अब कि त 11 बजेको बस भ्याइन्छ कि त अब 2 बजेको इभी होइन यही छ साथीहरू घोडा दबेला अब सायद भ्लग गरिन चाँडो गइन्छ भ्लग पनि किन गर्ने र हजुरहरूलाई अस्ति देखाएकै हो होइन अस्ति अब जाडो भइरहेको मलाई सी यु एट सिगरेट अब सेप्रेपछि जाडो भयो नि ज्याकेट लाइन ज्याकेट जस्तो जाडो होइन कि भित्रबाट जाडो भइरहेको ए मलाई नि हिजो त्यस्तै भयो सी यु आयुष फोटो हान्न पर्ला एउटा यस्तो घाममा राम्रो आएको भाइ ओके गाइस सी यु बाई Wait, die ene? Wat? Ja, maar die body gaan laten weer. Ja, dat is waar.
ल बस साथीहरू हामी चाहिँ कहाँ अरेको यो ठाउँ डोमेन हामीलाई साह्रै ढिलो भयो तर यो घामले हिँड्दा 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 यति इरिटेट भयौँ कि यति इरिटेट भयौँ साथीहरू चाहिँ गइसक्यो हाम्रो होइन नवीन कुशलहरू गइसके के अन्त नि यस्तो इरिटेट भएको थियो है त्यहाँ पोखरी देखिहाल्यो साथीहरू भर्खर त उसको पनि देख्नु होला त्यहाँ ती भाइहरू पनि नआउँदैछन् ट्याप्प डुबुल्की हानिदिइहालमा आइस बरु हानेर उठेर जाम्ला भनेर हानिदिइहालेको त्यस्तो साथी र अब चाहिँ हामी सिधै जान्छौँ माइक्रोमा जाने छुट्ने बेला कस्तो आइस वर्थित भयो अहिले नुहाएर चाहिँ झन् एउटा केही छुटे जस्तो भइरहेको छ नुहाएको त्यही त वाइल घाम भएको थियो कि एकदम हिलो पसिना पारेर दुइटै मिक्स दिमाग खराब भएको थियो 3-4 डुबुल्की हान्ने र हिँडिहाल्यौँ हामी चाहिँ चिसो भएन क्या एकछिन सुरुमा त अलिअलि भएको थियो त्यसपछि त भएन अब सिधै धेरै छैन अब यहाँबाट हामी हिँड्यौँ भने 40 मिनटमा स्याब्रो पुगिन्छ अनि स्याब्रोबाट हजुरहरूलाई म घरमा अब बिदाई हुँदाखेरि भेटौँला है साथीहरू ओके बाई के छ साथीहरू कता हो कोही बाहिर नि हेर है त्यसो साथीहरू यस्तो हिँडेर आयो काल्दैन काले भइया साह्रै गाह्रो भयो गाह्रो भयो यार अलि अगाडि पाएको भए त राम्रै हुने है नेभर कहिले पनि आउँदैन भनेको होला नि साथीहरू गाह्रो छ है नवीन भाइ तँलाई पनि चिया बेसी जालास के त जस्तो लाग्यो क्या मलाई मोबाइल चाहिँ उता राखेँ यसलाई दिए भात चाहिँ लास्तो गरेर भात बस्दा चाहिँ भाँच्छ नि हो त्यो त ताकभरि चिसो हो त मार आएको भने त तँलाई झरना डुक्की हानेर खोइ भाइ थोप कोही नवीन छ भाइ यो जाला जस्तो गरेर जान्नु कि बुझी बरु तल बस्न त तल खुट्टा दुख्यो कि ओहो साथीहरू जस्ट हो पट्टु छ त्यो क्या अब यहाँ इङ्ग्लिसमा भन्दा कति साथी हो इङ्ग्लिसमा त्यस्तो यो उठा भाइ त्यसले चुना आँट छैन छौ छ अब च्यापिन्छ है सिसेर कहाँसम्म पुगेको भन्न यिनीहरूलाई कहाँसम्म पुगेको भन्न यिनीहरूलाई इङ्ग्लिसमा इङ्ग्लिस बोल्नै जान्दैन कि यार फ्रम वेयर डिड यु कम आयुष भन्न नेपालीमा मात्रै सक्छु कि भन्न भाइ इङ्ग्लिसमा भन्न यार इङ्ग्लिस टक साथीहरू आइयो यति हो हामी यही हो होइन होइन बन्द गरिदिउँ है बन्द गरिदिउँ अब लाङटाङको हेलिकप्टर ल्यान्डिङ
यो कहाँ जाने हो याला पिक हो जस्तो लाग्यो मलाई त क्याङदिङतिरै होला मलाई क्यान्टिन गुम्बा गएर अनि त्यहाँबाट याला पिक जाने हो कि यहाँ हेर्नु यहाँ आएको त्यो यताको पङ्खा घुमाइदेखि राखेको भएन यहाँ यो पङ्खा घुमाइदेखि राखेको अन्त है हेर्नु देखियो नम्बर दिनु नि त ल नम्बर लिनु न नम्बर भन्नु न यहाँ भिडियोमा ल टक्क 9744490243 है ल कहाँ च्याब्रे बेसी जाने चाहिँ यहाँ कन्ट्याक्ट गर्नु पऱ्यो है ल ठिक छ दाइको नाम पनि गर्दैन ल दाई चाहियो यदि दाई चाहियो कि च्याब्रे बेसी जानु पऱ्यो भने दाइलाई कन्ट्याक्ट गर्ने ल आइस भाइ सी यु है ल सुशील भाइ सी यु टिल नेक्स्ट ट्रिप ओके अनुहार पनि देखाउनु गरौँ नम्बर राखिस् नि दाइको ल बाई भन सक्यो भिडियोमा छ बाई है के भन्छ फाइनल्ली आयो है टिल नेक्स्ट ट्रिप है बाई टिल नेक्स्ट दाइलाई ट्रिप दिदीहरूले बोलाएर